हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ म घर आएको भोलिपल्ट म चाहिँ उठेँ बित्तिकै भाइसित भिडियो क्लिप लिएँ। त्यसपछि अलि ढिलो यस्तो उज्यालो भइसकेपछि उठेको थिएँ। अनि उठेर चाहिँ मैले पहिला फेसवास गरेँ। मेरो आजको काम चाहिँ बिहान चाहिँ घर सफा गर्ने थियो। मैले चाहिँ यसरी बिहानै उठेर मुख धोएर चाहिँ घर सफा गर्नतिर लागेँ। त्यहाँभन्दा पहिला मजाले रक्सी बनाउनु हुँदो रहेछ, त्यसको सानो भिडियो क्लिप लिएँ। कति पानी भयो भनेको 2 पानी भन्नुभयो। त्यसपछि म लागेँ घर सफा गर्नतिर। गाउँघरको घर होइन, त्यही माथि बर्खाको याममा घरहरू कस्तो हुन्छ गाउँको सबैलाई थाहा नै छ। सबैलाई त नभनौँ, जो गाउँमा हुर्किनु भएको छ बस्नु भएको छ उहाँहरूलाई थाहा छ। फेरि भन्नु होला कि होइन हाम्रो त गाउँमा घर छ बर्खाकै याम छ राम्रो छ भन्नु होला। त्यो हुन्छ होइन। हाम्रो चाहिँ मम्मी एक्लै हुनुहुन्छ नि त, अरू पनि हुनुहुन्छ भने चाहिँ, तर मम्मी एक्लैले सबैतिर भ्याउनु पर्ने हुन्छ। छोरा मान्छेहरू खासै हाम्रो घरको चाहिँ सरसफाइतिर लाग्दैनन् क्या। त्यही भएर मम्मी एक्लै अब खाना पनि पकाउनु पर्यो, सफा पनि गर्नु पर्यो, मेलामा पनि भ्याउन परिगयो। त्यही भएर यस्तो फोहोर भएको थियो हाम्रो घर चाहिँ होइन, धुलै हिजो आएर पनि मैले सफाइ नगरेको यत्तिकै केही गरेन, भोलि नै गर्छु भनेर यसरी चाहिँ म सफा गर्न थालेँ। भाइले पनि कराउनु थाले, तँ यत्रो भएर पनि केही गर्दैनस्, अलिकति सफा तेरो जिउको मात्रै सफा गर्छस् भन्दै मैले त्यसलाई पनि कराउनु थालेँ। अनि यसले पनि यसको लुगाहरू पट्याएर राख्न थाल्यो। त्यतिन्जेल म अर्कोतिर सफा गर्दै थिएँ। अनि म चाहिँ सफा गरेँ। हाम्रो घर फेरि सफा गर्न यति धेरै छ है, धुलो मात्रै आउँछ। लिपपोत गर्न र यो घर सफा गर्न चाहिँ अति धेरै ठाउँ छ। फेरि के भन्छ घर हेर्दा चाहिँ यत्रो दरबार जस्तो घर छ बाहिरबाट हेर्दा होइन, ठुलो नठुलो, भित्र चाहिँ यस्तै पुरानो घर हो नि त। यो गाह्रोहरूले धेरै स्पेस खाएको हुन्छ, सफा गर्न धेरै, लिपपोत गर्न धेरै लाग्छ। अनि मैले यसरी लुगाहरू पट्याएर राखिदिएँ सफा गर्दै। घरहरू पनि सबै भत्किसकेको थियो होइन। यसरी सबैको लुगा पालो राखिदिएँ। फेरि जति सफा गरेँ नि घर त्यस्तै देखिन्छ त भन्नु होला। घर त यस्तै हो होइन, कहाँ के झुन्डेको हुन्छ, जति काँटी झिकेर फाल्दै पनि केही न केहीमा लुगाहरू, केही न केहीको पोकाहरू झुन्डेकै हुन्छ। मलाई चाहिँ योदेखि यस्तो एकदम इरिटेट लाग्छ क्या। फ्यालेर के गर्ने, एकछिनपछि फेरि ल्याइहाल्नुहुन्छ। त्यो यो एकजनाको सम्भवले चाहिँ, एकजनाको प्रयासले चाहिँ सम्भवै नहुने रहेछ कि सफा गर्न चाहिँ सबैको उत्तिकै हात चाहिने रहेछ। हाम्रो मम्मीले पनि एकदम सफा चाहिँ गर्नुहुन्छ होइन, तर अरू छन् नि हाम्रा घरमा यस्तो छ। त्यसपछि म चाहिँ सफा गर्नतिर लागेँ। सफा गरेँ मेरो बिहानभरि है, केही नगरी। अझ त्यो घर बाहिरतिर यति धेरै झारहरू पलाएको छ होइन, भित्रकै काम सक्न नआँटेको के भन्छ, बढालेर मात्रै पनि सक्नै आँटिनँ मैले। हेर फेरि मेरो बोलेको ढङ्ग र स्वर पनि अर्कै सुनिँदैछ केले हो। यसरी नै बिते मेरा आएको भोलिपल्ट आइतबारको बिहान भन्ने बेला पनि भयो यहाँ मेरो होइन। यो चाहिँ अजाको कोठा हो। अनि अजाको कोठाभरि चाहिँ यति धेरै लामखुट्टेहरू थियो कि फोहोर। अनि अब त्यस्तै हो नि त होइन, बुढाबुढी भएकोमा। अनि यो चाहिँ मैले मेरो रुम देखाएको। यहाँ चाहिँ अहिले मेरो भाइ सुत्दै रहेछ। यो चाहिँ अहिले अर्को रुम देखाएको, त्यो चाहिँ भारूला छ रहेछ। अनि डर लागेर म निस्किहालेँ। कुच्चोले बढाल्ने काम सकेर चाहिँ म आँगन बढाल्नु पऱ्यो भनेर यसो खरेटो हेरेको। खरेटो त सानो रहेछ, मक्केर बिग्रिसकेको। त्यसपछि मैले नयाँ खरेटो झिकेर नयाँ खरेटोलाई राम्रोसित कसकास पारेर बाँध्न थालेँ। अनि यहाँ चाहिँ बाँधिसकेपछि मैले यसको चाहिँ टुप्पी काट्नु पऱ्यो नि त, लामो हुन्छ। अनि यसको मैले टुप्पी काटिदिएँ। अनि यो चाहिँ बढाल्नको लागि एकदम पर्फेक्ट खरेटो भयो। त्यसपछि चाहिँ म लागेँ आँगन बढाल्नुतर्फ। हेर्नु न घर यस्तो, हाम्रो घरलाई होइन फेरि यति राम्रो बनाउनु भने यस्तो राम्रो बन्छ कि घर होइन। त्यो दसैँको टाइमतिर घर हेर्नुपर्छ, कस्तो आनन्द हुन्छ कि घर हेर्दा। अहिले पनि आनन्द नलाग्नु त भन्न खोजेको होइन, तर हेर्नु न बर्खाले गर्दाखेरि पछाडि सबै झारै देखिरहेछ। अनि त्यहाँ चाहिँ हाम्रो अस्ति नयाँ तुलसीको मठ बनाउनु भएछ है, माथितिर देखिरहेको रहेछ। अनि मैले चाहिँ त्यहाँ पेटीमा भएको सामानहरू सबै
साइडतिर लगाइदिएँ। अनि यहाँ फेरि पुरानो पनि अजाले त्यो पनि बनाइहाल भन्दा अजाले 10 देखि 15 पटक चाहिँ भन्नुभएर मैले चाहिँ त्यसलाई पनि अजाको मन राख्नको लागि भए पनि बनाइदिन थालेँ। सानोलाई पनि त्यसलाई मैले साइडमा राखेर म चाहिँ आँगन बढाल्नतिर लागेँ। लगेर राख्नुभयो अजाले त्यो त्यसपछि मैले आँगन बढाल्न थालेँ। घाम पनि यस्तो चरक्क लाग्यो थियो बिहानैदेखि। हेर्नु न कस्तो दामी बिहानै घाम लाग्छ कि हाम्रो घरमा चाहिँ घमाइलो छ होइन, आनन्द लाग्छ। त्यही भएर घर आउँदा काम गर्नु पऱ्यो भने मनमा चाहिँ एकदम शान्त आनन्द लाग्छ। अनि त्यहाँ चाहिँ मकै निकालेको थियो हिजो खोस्टा चाहिँ, अनि त्यहाँ दलानभरि छ लगेर राखिदिन्छु भनेको होइन, पहिला सुकाएर मात्रै राख्नुपर्छ भनेर चाहिँ मैले चाहिँ आँगनको फोहोर फालिसकेर त्यहाँ दलानको खोस्टालाई चाहिँ अब आँगनतिर ल्याउँछु। डोकोमा ल्याएर राख्नु पऱ्यो भनेको डोकोमा लाइन्जेल त मैले 2 पटक ओसारिसक्ने रहेछु। त्यसपछि मैले हातैले यसरी चाहिँ ओसार्न थालेँ। अनि कस्तो थाके जस्तो भएको क्या म त। अनि उभिँदै काम गर्दै गरेँ नि। खोस्टालाई यसरी घाममा सुकाइदिएँ। यो चाहिँ सुकिसकेर मात्रै राख्ने भन्नुभयो मम्मीले, त्यही भएर मैले चाहिँ खोस्टालाई राख्न थालेँ। बिहानैको चरक्क घामले मलाई यस्तो पोलिरहेको थियो कि भाइ पनि पानेर आयो होइन धाराबाट। त्यसको खुट्टा यहाँ लामखुट्टे देखिँदैछ, गएर बस्छ त्यो, त्यसलाई म जिस्काउँछु एकछिन। मैले भाइलाई देख्ने हुँदैन नि त, मैले भाइलाई काम हराइहाल्नुपर्छ, त्यसलाई म चलाउन गएँ होइन। अनि सामानहरू जहाँ राख्नुपर्ने त्यो सामानलाई त्यहाँ राखिदिएँ र मैले फेरि सिकुवायो त दलान सफा गर्नतिर लागेँ। भाइ चाहिँ त्यहाँ घोप्टेर फोन हेरेछ मलाई सघाउनु त खाओ हो कि होइन भन्। यसरी चाहिँ मेरो बिहान चाहिँ घर बढालेरै मात्रै सक्यो होइन, घर सफा गरेरै मात्रै सक्यो। पसिनाले म एकदम खलखली भएको थिएँ। काम त केही गरेको त होइन, सफा मात्रै गरेको र पनि सक्नु आँटिनँ मैले। बिहान बितिसक्यो, घाम कहाँ पुगिसक्यो होइन, ढिलो उठेर पनि होला। अनि त्यसपछि मैले आजको काम चाहिँ यति नै मात्रै राखेँ भिडियोमा। झारहरू उखाल्न बाँकी नै छ होइन, पसिना हेर्नु न अझ चाहिँ यहाँ खाँदै हुन्थ्यो, झारहरू उखाल्न बाँकी छ भन्दा म चाहिँ देखाउँदै थिएँ। आजको लागि चाहिँ भिडियो यति नै बनाएँ। बाई बाई।